हेलो साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो यस च्यानलमा। यस च्यानलमा मैले चाहिँ आज हजुरहरूलाई मेरो कपालको हेयर लस कसरी भइरहेको छ र हेयर लसलाई रोक्न मैले के गरेँ भनेर यो भिडियोमा म देखाउने छु र मेरो यस च्यानलबाट देखाउने छु। मेरो विगत 1 वर्षदेखि कपालको हेयर फल्स हुने प्रक्रिया रोकिएको छैन। त्यसैले मैले विभिन्न उपचारहरू गरेँ, तर त्यो उपचार पनि कुनै पनि सक्सेसफुल नभएपछि यति बेला मैले डर्मालोजिस्ट डाक्टरहरूसँग सल्लाह लिएपछि मैले मिनोक्सिडिल ट्रपिकल भन्ने 5% सोल्युसन लगाउनुपर्छ भनिसकेपछि म यसलाई बजारबाट मगाएको छु। यो चाहिँ मैले मगाएको छु। अब म चाहिँ आज फर्स्ट डेदेखि यो लगाउँदैछु। यसको डे बाई डे तपाईँहरूलाई म यसको जानकारी दिनेछु। यहाँहरूलाई मेरो कपालको अवस्था अहिले यस्तो छ, देखिसक्नु भएको छ। पछि पनि मेरो प्रत्येक दिनको भिडियो देखाउने छु। केही सुधार हुन्छ कि हुँदैन कुरा अब यो मैले युज गरिसकेपछि यसको रिजल्ट देखिन अलिकति टाइम लाग्छ भन्ने छ। म प्रत्येक दिनको यहाँहरूलाई रिजल्ट दिनेछु। मैले मजाले 5 मिनट जति अब यो रगाडिसकेको छु। त्यसपछि मैले यसलाई रोक्नको लागि यताउता नलागोस् भनेर मैले यो व्यवस्था गरेको छु।